ल आजको यो दोस्रो ब्लग हो। आज चाहिँ म मेरो घरबाट सिमलचौर जान लागेको छु र यो भिडियोमा हामी सिमलचौर जाने बाटो र मेरो उहाँ को बस्नुहुन्छ भन्ने कुरा पनि खुलास्त पार्नेछु र 3-4वटा काम छन् उतातिर है। अब पहिला त्यसको लागि सर्वप्रथम त हामी देउराली पुग्नुपर्छ है त। हामी यो देउराली कटेर आइसक्यौँ। अब सिमलचौर जान नि अब हामी यो सर्टकट प्रयोग गर्छौँ है। सानो बाटो अब रोड नि जानुपर्छ, तर अब ऊ त्यहाँ देउराली भयो। अब यही सानो रोड हुँदै पहिला त्यहाँ मूल बाटो निक्लेर अनि सिमलचौरको लागि जाने है त हामी। ल हामी अब माथिबाट आइसक्यौँ। अब यहाँको बाटो हेर्नु त कति राम्रो छ। गाउँमा नि यस्तो बाटो हुन लागिसक्यो। अब एकैछिन हिँडेपछि यो खोल्सा आउँछ, त्यसपछि हामी नि फेरि एउटा सानो बाटो जानुपर्छ, त्यसपछि मूल बाटो आउँछ अनि त्यहाँबाट सिमलचौर जाने हो है त। हामी छरो भन्ने ठाउँमा आइसकेका छौँ। यहाँ छरो छ है। अब यो बाटो त निक्ल्यो, तर हामी अझ एक स्टेप सानो बाटोबाट जानुपर्छ। ल अब यो मूल बाटो भयो। अझ हामी अझै ल सिमलचौरको डाँडा भनेको ऊ त्यही डाँडा हो र हामी यो बाटोबाट आएको थियौँ। अब चाहिँ अब मूल बाटो जाने। अब बजार जानु पर्यो भने त मुनिबाट जाने हो के अरे होइन, यो सोतो हो। अब बजार जानु लाग्यो होइन, म चाहिँ सिमलचौर जानु लाग्यो, त्यो डाँडो जानु लाग्यो। त्यही भएर यो बाटो जाने, त्यहाँ जिरो छ, जिरोबाट फर्केर अनि माथितिर जाने है। अब अझै देखिहाल्नुहुन्छ। हेर्नु त कति राम्रो पाहाड छ त्यहाँ। ल गाइस, हामी अब अहिले जिरोमा आइयो। अब बजार जानु पर्यो भने यहाँ मुनि जाने हो के अरे। अब सिमलचौर जानको लागि यहाँ माथि जानुपर्छ है त। यो जिरो अनि बाटो बन्दैछ अहिले चाहिँ। यो चाहिँ जिरोको खोला हो। हेर्नु त बाटो पिच गरेर काठमाडौँ पोखराको जस्तै के। हेर्नु त सिमलचौर जाने बाटो है। म अब एकछिन यहाँ ठाँटिया बसेछु। अब लगभग अझै 10 मिनट जति हिँडेपछि सिमलचौर आउँछ है त। ल अनि यहाँ पछाडि पिपलको रुख पनि छ एउटा रोक्नु है। ल हेर्नु बाबा सागर छ ठुलो। अनि ऊ त्यहाँ बाटो बन्दैछ के अरे, मैले देखाइसकेँ। र है त अब सिमलचौर गएपछि भेटौँ न। यहाँ वडा कार्यालय छ। यहाँ हेर्नु सिमलचौरको वडा कार्यालय छ। र यो डाँडामाथि हामीले कुल पुज्छौँ। राम्रो कुलदेवताको नाम दारे मस्ट हो। उहाँको नाम लिए अब सुत्दै सुकेर हुन त जुठो मुखले लिनुहुन्न। ऊ त्यहाँ माथि हो है कुल पूजा गर्ने ठाउँ हाम्रो। आखिर हामी ऊ त्यो डाँडाबाट यो डाँडामा आइसक्यौँ सिमलचौर। ऊ त्यहाँबाट सुरु भएको हुन त त्यहाँ वडा कार्यालयबाट। वडा कार्यालय गाउँको नाम सिमलचौर हो। र बुटोलको जस्तो घरहरू छन्। बाटो पनि राम्रो रहेछ। म चाहिँ अब यहाँ मामा घर आएको। मेरो सिमलचौरमा एउटा मामा घर पनि छ। र यही मेरो मामा घर चाहिँ। आमा नमस्ते। हाम्रो आमा हुनुहुन्छ। बा नमस्ते। भाइजी नमस्ते। हत्तेरिका यहाँ वडा कार्यालयमा काम थियो। बन्द रहेछ आज त। किन हो के को बन्द रहेछ र? खोइ त चाँपी झुन्डा सकेर त्यहाँ गेटा 10 बजेकै छैन। र मेरो मामा घरबाट झरेर फर्किसक्यो। अब त्यहाँ खानासाना खाएँ, आमा बासँग बोलेँ। अब यहाँ उडा सुन्तला सुन्न छ। अब उडा खुल्यो कि नै। अब खुल्या भए
सुन्न पऱ्यो, नखुल्या भए अझै एकछिन कुर्न पऱ्यो है त। ल म उडामा गएर सुन्तलाको बिरुवाको बारेमा सोधेको, अहिले सकिसकेर रहेछ एक लट। अब त्यहाँ नाम टिपाएर अनि बिरुवा मगाउनु पर्ने रहेछ। अब जसले नाम टिपायो तिनीहरूले बिरुवा लगाइसकेछन् के अरे, अब एक्स्ट्रा छैन अरे। अब अर्को वर्ष भन्नुभयो के अरे। अब सुन्तला रोप्न त यत्तिकै भयो अहिले चाहिँ। यहाँ ओडामा चाहिँ रहन्छ सुन्तलाको बेर्ना। अब सुन्तलाको बेर्ना खोज्न गए त पाइन्छ के अरे। अब छोडिदिने होला, अब एक वर्षपछि आएर रोप्ने होला। ल अब चाहिँ ओडा के अरे मामा घरमा नि गएँ, सागरको मामा घर थियो माथि। त्यसपछि यही बाटो मोटर बाटो हिँड्दैछु। आज मुख्य काम भेटघाट र त्यहाँ ओडामा सुन्न थियो के अरे। अब बिरुवा सकिसकेछन्। भेटघाट त मामा घरमा भेटघाट नि भयो, अब घुमघाम नि भयो अलिअलि। अब चाइनिज भन्ने कुराले बाटा घरे बुढाले बाटो हिँड्ने। अब म सुई अब आधी घन्टा 40 मिनटमा छापा माथि पुग्छु। ल है त। ल अब अलि अगाडि गएर जिरोमा गएर भिडियो गरौँ ल। ल है म खोला चढ्दैछु। जुत्ता छन्, जुत्ता भिज्छन् होला। ल एउटा जुत्ता अलिअलि भिज, एउटा भिज छैन।